हेरौँ न त भाइ कान्तारा मुभी हेर्न हामी जानेछौँ गाइस। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, तपाईँहरूलाई सम्पूर्ण कुराहरू देखाउने छु। कान्तानेर आ भन्ने फिल्म छ अरे, त्यो इन्डियाकाले बनाएको, हामी त्यही हेर्न जान्ला छौँ। ल अब त्यस्तो सीमा समाप्त भएको छ यहाँदेखि हाम्रो। अब यो राप्ती नदीको एरिया चाहिँ स्टार्ट हुँदैछ, हामी यहाँदेखि प्रवेश गर्दैछौँ। एकदम रफ्तारमा छ यहाँदेखि पुरै राप्ती नदीको आइराख्नु भएको छ। अलिकति बाटो खराब छ, यहाँदेखि नयाँ पुल निर्माण हुँदैछ, त्यही भएको कारणले बाटो अलिक बिग्रेको अवस्थामा छ। यो राप्ती नदी क्रस भएपछि चाहिँ अलि राम्रो बाटो आउँछ है। केटाहरू पो रहेछ न त डेटिङ बस्यो भनेको त। केटी नभएर मात्र नत्र डेटिङ बस्ने ठाउँ पनि खुल्ला छ है, त्यहाँ डेटिङ बस्ने ठाउँ एकदम छ। यो अलिकति नभएर मात्रै त्यस्तो भएको छ, खुल्ला ठाउँ प्रशस्तै ठाउँ छ। जति आएको हुन्छ यो ठाउँमा बिहान बेलुका जस्तो प्रशस्तै धान पनि अब लगभग राखिसकेको छ। नयाँ पुग्ने पुलको सामग्रीहरू राखिएको छ, सामग्रीहरू सम्पर्क गर्नलाई। त्यसपछि यो पञ्चवर्षीय योजना अन्तर्गत बन्दै गरेको पक्की पुल राप्ती नदीको सबसे लामो पुल, केही भाग निर्माण हुँदैछ, भइराख्नु पनि छ। अब अगाडि राप्ती नदी आउँछ, तपाईँलाई सम्पूर्ण कुराहरू म अपडेट दिँदै जानेछु, हेर्दै गर्नु होला। अलिकति जाम जस्तो छ, अगाडि गाडी पास हुन सकिरहेको छैन, भइसकेको छ।
धुलो धुवा चाहिँ अलि बढी नै छ यहाँ बन्दै गरेको रकम यो राप्ती नदी हेर्नुहोस् त यहाँ धुलो धुवा बिस्तारै जाउँ बिस्तारै त्यहाँ अगाडि उठ्छ कि एकदम बिस्तारै हामीलाई एकदम डर पनि लागिरहेको छ यो चाहिँ राप्ती अहिले चाहिँ पानीको तह घटिसकेको छ पानीको बहाव केही मात्रामा कम भइसकेको छ किनकि अब वर्षा सिजन सकिसक्यो नि त त्यही भएर नि हो एकदम भैँसीहरू आइरहेको हामी यतै बस्दा ठिक होला यो भैँसीहरू पनि हिँड्छ है यो बाटो हुँदै भैँसीहरू पनि हिँड्ने बाटो हो यो हामी ठुलो पछाडि रहेछ हो धेरै ठुलो भैँसी छ त भैँसीको थलोमा हो यति गर्छ ठिक छ ओभरटेक नगरौँ क्या ल हामी अरू सबसे अगाडि यहाँनिर एउटा प्रेसर उद्योग छ एकदम धमाधम काम भइरहेछ उद्योगमा पनि ल यति नै हामी राप्तीमा क्रस भयो